है साथीभाइहरू आज के तरकारी खाम भनेर सोचिरहेको थिएँ होइन। त्यहाँ केरा लटरममा देखेछ काँचो केरा, मेवा नि लटरममा काँचै छ। आज मेवा र केरा अनि फर्सीको सब्जी खानु पर्यो भनेर म केरा टिप्न आइरहेको छु यता है। खसिहाल्यो त यो पागा छैन, काँचै छ यो। अब उता चाहिँ पाक्न लाग्छ उकेरा थियो, यसो काँचै छ यो। सब्जी खाने लागि भएर रहेछ। अब यो र मेवा सब्जी खाने है। यसलाई काटौँ अब झ्याप्प लाएर। यसलाई काट्नु पर्दैछ ल झर ल। काँचो मेवा छ लटरम्मै फलेको, पाके त हिजो अस्ति खाइसक्यो। ल यसमा छ कि काँचो मेवा, यो झार्नु पर्यो। यो ठुलो चाहिँ झार्नु है, यो अलिक काँचै छ ठुलो। आम्मामा कति साह्रो रहेछ है तैट। झर्दैन त है तेरी माकुरी। अलि अलि झर लागु झऱ्यो हैट। कति कोदेर बसेर रहेछ त है। कहाँ गयो ल पाके छैन, यो चोपले अलिकति चोइन्छ। यसलाई धोएर लानुपर्छ। ल यसको सब्जी यतिको। ल आजको मेरो साथीभाइहरूलाई स्पेसल तरकारी लिएर आएको छु कि केरा, मेवा, मकै र फर्सी। आज यतिको सब्जी खानु पर्यो भनेर काँचो केरा, काँचो मेवा र काँचो फर्सीको कहिले खानु भएको छैन तपाईँहरूले। हेर्दै जानु होला, म सबै भिडियोमा देखाउँछु कसरी बनाउँछु र कस्तो बनाउँछु भनेर हजुर है। सबभन्दा पहिला त हामीले के गर्ने, केराको छिल्का मात्र निकाल्ने। काँचो केरा हो, काँचो केरा यसरी यसरी तास्ने हो। सट्टो लाएर छिल्का मात्र निकाल्ने। छिल्का पनि पहिलोको मात्र निकाल्ने हो, भित्रको फाइबरहरू राख्ने हो। बाहिरको मात्र निकाल्ने, भित्रको राख्ने। यसरी चिटिक्क पारेर यसरी सर्ट निस्किन्छ केराको। यसरी काँचो केराको चप्प निस्किन्छ। यसरी निकालेपछि चिटिक्क हुन्छ। ल एकदम मिठो स्वादिष्ट तरकारी, एकदम स्वास्थ्यको लागि एकदम राम्रो चिज तरकारी। केरा यसरी तासिसकेपछि यसलाई पानीमा डुबाउनु पर्छ यसरी, नत्र यो कालो भएर जान्छ है केरा। कालो नत्र केरा कालो हुन्छ पानीमा डुबाएन भने। त्यही भएर पानीमा डुबाएर राख्नुपर्छ केरालाई। केरालाई यो काँचो केराको चोप उदेश हुन्छ क्या, त्यही भएर हातमा पहिला मेवा काट्दा केरा काट्दा तेल लाउनु होला है। फाइनली गाइस हाम्रो सबै काटी भ्यायो, केरा मेवा फर्सी सबै तासी भ्यायो। अब यसलाई हामी काट्छौँ, चट्ट पारेर हामी यसलाई काट्छौँ। पकाउनको लागि कराई चुलोमा राखिसकेका छौँ। चुलोमा राखेर आगो फुक्दैछु। गाउँले जीवन यस्तै हो, पारा के देखिन्छ र संसार भने जस्तो जीवन हो। यसरी गर्ने, चटक्क लाएर
अब यहाँ कराइमा माया तेल ल्याउन मेरो बुढी खै देख्दिनँ त म त मसला पिन है अलि मजाले अदुवा हालेर पिन ल तेल तातिसकेको छ कराई ताति अब अलि पानी आउँदैछ यो शुद्ध तोरीको तेल एक घरमै उमारेको तोरीको तेलको यो अस्ति हामीले पिनेको जस्तै तर त्यो पिने हैन यो पहिलो पटकको तेल हो यो यस्तो मजाले निकालेर अब तेल हाल्छौँ हामी तेल अब एकछिन तेल गरम होस् त्यसपछि हामी चैया पार्छौँ अब तेलमा हामीले हालेछौँ जिरा र धनियाँको गेडा दुईटा पटक्क बनाए खुर्सानी हर्दै हाल्छु टमाटर आफ्नै बारीको हाल्छु यहाँ अब तेल तातेर यो हालिसके अब यो हालेर तरकारी चढाइमा हाल्छौँ है त अलिकति फ्राई भएपछि कालो कालो भएपछि हाम्रो यो पनि रेडी भयो अब यसमा हामी तरकारी एक एक गरेर हाल्छौँ छ्याप्पै तरकारी हाल्छौँ है त यहाँ छ है पकाएको यत्रो बिना छ है कराईमा अट्ने हो कि नअट्ने हो टोलाएर बिस्तारै हालिदियो आगो त नदन्किरहेछ गाइस हाम्रो तरकारी यस्तो देखियो चिटिक्क बन्यो है सबै पाकिसक्यो केरानी पाक्यो मेवानी पाक्यो मस्त खुडिसक्यो अब यसमा हाल्छौँ हामी प्योर मसला गाउँमा पिसेको मसला यो प्योर मसला आहा अब कम मजा आउँछ यो मसला अब एकछिन चलाएर अलिकति पानी हालेर छोडिदिन्छु यसमा खुर्सानी सुर्सानी केही हालेको छौँ बच्चाले नै खानुपर्छ भनेर यो धेरै मिठो भएको छ हेर्नुहोस् तपाईँहरू यसो कन्सिस्टेन्सी हेर्नुहोस् आहा ल हेर्नुहोस् ल ओहो ल यतिको तरकारी भएपछि कम मिठो हुन्छ यो हाम्रो केराको मेवाको फर्सीको मकैको तरकारी ल यतिको तरकारी यतिको दिमाग लागेन भने त जिउन गाह्रो छ नि त यहाँ ल अब थोरै पानी हालेर एकछिन ढोकिदिन्छौँ ढोकेपछि पाकिहाल्यो अब थोरै पानी खलास पानीले खलास अब ओहो ल हेरौँ ल यस्तो बन्यो हाम्रो तरकारी फाइनली खै ढुङ्ग्रो कहाँ गयो यहाँ हेर्छु अलिकति आगो दन्काउनु पर्यो तरकारी पाक्यो अब हामी के गर्छौँ यसमा अलिकति चाख्छौँ कस्तो भएछ